गाइज मेरो नाम शीतल मगर सबैजना सन्चै हुनुहुन्छ होला म सन्चै छु आज मेरो फ्लाइट छ कहाँ छ भनेर तपाईहरुलाई म एयरपोर्टबाटै भन्छु है त यहाँ चाहिँ हाम्रो पसल गाडी मेरो परिवारहरु बुवा बहिनीहरु भाइ ठुलोइ मम्मी हुनुहुन्छ उता एकछिनमा तपाईलाई एकछिनमा देखाउनु है त एयरपोर्ट पुगेपछि ल अब हामी हिँड्दै एयरपोर्टतिर दाइ हिँड्नु अरे दाइहरु हिँड्नु रोनु त आएन पेरे 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 अरु छैन बोले त अहिले त यो पनि मेरा पनि निमरा पुग्दैन कि यो मान्छे नगर हैन पुरा मान्छेहरु विदेश दसैँमा जानु मैले बिहान चेकिङ भइसक्यो थियो अहिले जेएनजीले सब उडाइदियो सब किल्लै भत्काइदियो ओहो त्यो बाटोमा सिधै भोग्ला भने नि त्यो स्याउ लिएर अलिकति धुएर खाने ल स्याउ त्यो अनि त्यो झोला ल्याइले दोस्रो एयरपोर्ट पुगेर हामी अघिदेखि छिरे यही झर्ने त्यो ट्याक्सीले अब सामानहरु निकाल्दो हामी मात्रै हो त दुनिया हुँदो रहेछ त्यो बिहान जाने पनि हामी मात्रै होला भन्न म त ल हामी चाहिँ एयरपोर्ट आइपुग्यो चलो चलो आप लोग चलो फोटोज खिच्ने ल यता हेरौँ ल कानु चाहिँ मारा ल ल जाऊ ल ल जाऊ ल आमा जाऊ ल ल डाइनुङ ल ल जाना त म एकछिन ल भयो आउँछ त छाना ल ल ल हेर्दा ल आउँछ नि त यता ब्याग ल अब दिस ल यहाँ ल ल खाता ल्याइदिन राम्ररी जाने ल ल मेरो नि यसो खिच्नु नि राख्दिएको लु एकै हुँदैन छोडिदिन यहाँ आएर जसरी हो नि
हामीहरू बोर्डिङको लागि वेटिङमा बसिरहेको लाइन धेरै छ होइन एउटा त हो नि ल ल यता हेर्नु न हो टर्की रोमानिया टर्की रोमानिया बस चढ्यो अब एकछिनमा प्लेन चढिन्छ प्लेन चाहिँ कहाँ हो त्यो होला यहीँको लागि बस मान्छे भेडा भएको जस्तै खुर्र हिँड्छ होला भनेर होला नि मेरो त अझै झडा गरेको टिकट क्यान्सल गरिदिन्छु भने कुन फिल्म हेर्न अब हाम्रो फ्लाइट हुन लाग्यो प्लेन उड्नु लाग्यो सबैकोमा देखाएर जस्तो Eşyalarınızı önünüzdeki koltuğun altına yerleştirebilirsiniz. Kemer ikaz ışıkları yandığında kemerlerinizi gösterilen şekilde bağlayın. Belinize göre ayarlayınız. Ve ikaz ışıkları sönünceye kadar bağlı ve görünür tutunuz. Gerektiğinde gösterilen şekilde açınız. Uçuş öncesi bebek kemeri ve kıyafetlerden kabin için. ल अब हाम्रो फ्लाइट अब एकछिन आउनुको छ म यता हाम्रो मेन्टर दाइसँगै ग्रुपमा हामी हिँडेका थिएँ यता हुनुहुन्छ अब एकछिनमा उठ्दैछु अब नेपाललाई पनि टाटा बाई बाई भन्ने बेला आयो ल बाई बाई नेपाल फ्लाइट भयो चल्ला जुम गर्नै मिल्दैन त अहिलेसम्म मिल्छ जस्तो लाग्यो त जुमै हुँदैन जुमै हुँदैन त ल ल प्लेनमा खाजा चिया के हो यो पानी यो के हो र के हो र यो फेरि खाना हाम्रो अर्को कति घन्टापछि आएको त लगभग 7 घन्टा भयो 7 घन्टा कि कति घन्टा 7 घन्टा भयो यस्तो खाना पर्छ के गर्न गाह्रो छ टिकट स्पेसल छैन हाम्रो भिआइपी भएर अब
चिकन मटन यो मिठो त मिठो कस्तो तितो खालको क्या अमिलो हो यो त्यही हो यो बटर हो जाम हो मैले खाएन अघि पानी यो सलाद जस्तो अझ परोटे कति साह्रो त ब्रेड ल है त मुख मिठाउँदै गर्नु होला म चाहिँ खाएँ
झरियो प्लेनबाट पनि खै त मेरो लागि पर्ख्यो खै त खातामाला खै त मलाई पर्खेको खै त खातामाला मा वेटिङ पर्खिरहेको आउँदैन कसलाई तलबाट आयो खै त पर्खिरहेको खै त खाता चाहिँ मलाई पर्खे होइन हाम्रो टोलीहरू आयो सबै ओहो लगिदे कस्तो नआएको बुढो बाहिर पढेको होला काहीँ गएर इङ्ग्लिसमा बाहिर पढेपछि त अब इङ्ग्लिस त नर्मली हुन्छ अब होइन उनीहरूलाई अब यहाँ होला न चाहना होला